चाहिँ दक्षिणकाली मन्दिर परिषदमा आज चाहिँ शुक्रबार आजको कार्तिक 1 गतेको वहाँ तथा वहाँको समस्त परिवारसँग सुख शान्ति दीर्घायु तथा उत्तर प्रगतिको कामना गर्दै दक्षिणकाली माताले उहाँलाई सदैव रक्षा गरून्, सदैव कल्याण गरून्। सहयोगको लागि सबैलाई सम्मान धेरै धेरै धन्यवाद। यहाँ चाहिँ अब दक्षिणकाली मन्दिर दर्शन सकियो, अब फर्किन थालेको हो है। तपाईको सानो सहयोगले कसैको जीवन बच्न सक्छ। धन्यवाद। कहाँको हो होइन यो मान्छे कहाँको? नेपालगञ्जबाट के भएको हो? के पाठेघरको के? दक्षिणकाली माताले रक्षा गर्छ सबैलाई। अहिले फर्किन थालेको।